यो जडीबुटी हो बजै ये क्या औषधि औषधि हो कहाँ डाले यो लेखको हो धेरै हाइटको हो जडीबुटी के को औषधि हो दाइ यो दमको खोकीको मुटु रोगको हो बजे प्रेसर बढ्यो भने यो खानुपर्छ यो प्रेसर पनि कमहरुको क्या हो कटु हाम्रा त यो दबाई खानु हुँदा त यो ओखती खानु हुनु है यो चिराइ त अर्को मिलाएर भने अरु के के अरु यो चियापत्ती पनि छ लेखाले चियापत्ती बजे यो खायो भने यो पेटको रोगको ग्यास्ट्रिकको स्वास्थ्यलाई लाभ पुर्याउँछ बजे यो एकदम राम्रो हो यो लेकाली हाइटमा 5000 मिटर हाइटमा पाइन्छ यो यसलाई पदम चालक गनान्नुको मिश्रण बनाएको यति हो कि तमुहङहरु पनि छ अरु पनि छ बजे यो घरमा छ यो धेरै छ हामी सुरुमादेखि स्टुडेन्ट जडीबुटी सप्लायर्समा काम गर्छौँ मैले यो जडीबुटी विज्ञान अध्ययन गरेको छु यो दबाई भन्दा यो ओखती ठिक हुन्छ बजे यो यसमा यो चिराइतो र कटुको यो प्रेसर लो गराउँछ अनि पेटका रोग अनि शरीरमा भएको रोगको सबभन्दा जडीबुटीको राजा हो अनि तमुहङै हात गोडा दुख्नेको पनि त्यो पनि छ बजे त्यो भाङाको तेल हो गाँजाको तेल त्यसलाई बनभाङाको अनि यो बाथरु भन्छन् बायो भन्छन् त्यसलाई राम्रोसँग मालिस गरे भने हात खुट्टा दुख्ने पनि कम गराउँछ ए हजुर चियापत्तीहरु यो अहिले हामीले बनाएर खाऊ है त अब चियापत्ती अहिले हामीले बनाएर यो हामी त हस्पिटलमा यो दबाई खान्छु त्यसको 25 रुपैयाँ मात्र हो यो आधा गिलास पानीमा तातो पानीमा यो हालेर खाने कटुको र चिराइतो अनि ज्वरो आएको बेला यसले चैट बनाउँछ यो त लिभरको बिरामीले त खान मिल्दैन लिभरको बिरामीले च्याउ खानुपर्छ रातो च्याउ त्यसको भुटो पानीमा हालेर खायो भने त्यो पनि छ त महँगो यो त ओखती भनेको यही हो खास ओखती होइन दबाई त अब त्यो 2-4 दिन ती गोली हुन खान्न त हाम्रो मेडिकलमा पाइने त्यो भनेको दबाई हो 2-4 महिना दबाई दिन्छ त्यो खायो भने यसले त जडै उखेली फाल्दिन्छ ल तम्रो मोबाइल नम्बर छ है भन भाइ त कति 98 48 40 47 61 98 48 40 47 61 98 65 95 86 89 दुई नम्बर छन् दुईटा नम्बर ल सबैले यो हजुर ओखती चाहियो भने सुरुमादेवी स्टुडेन्ट जडीबुटी सप्लायर छ गोराको हात धामीलाई सम्पर्क गर्ने अनि हत्ते खड्कालाई पनि सम्पर्क गर्यो भने म सम्पर्क गराइदिन्छु है ओखती खानुहोस् दबाई छोड्नुहोस् ओखती पाइन्छ हाम्रो यो जडीबुटी केही असर पनि गर्दैन दबाई खायो भने 2-4 महिना दबाई दिन्छ रोगलाई अझ पछि उब्जाइदिन्छ यो ओखती खाएपछि जड उखेली फाल्दिनु ओखती खाने बानी बसालु दबाई खाने बानी हटाइदिउँ है त